जय मिस्त्री गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई सुन्दर बिहानीमा मेरो भिडियोमा हजुरहरूलाई स्वागत छ। अनि आजको दिनको लागि परमेश्वरलाई धन्यवाद। र आज म बिहानै चाहिँ मेरो फुपू नेपालबाट आउँदै हुनुहुन्छ। म चाहिँ अहिले इन्सनको लागि जाँदैछु। यो चाहिँ मेरो गाउँ भनौँ कि सहर भनौँ है, मेरो ठाउँ बस स्टप। यहाँदेखि चाहिँ म खेन्चु बस स्टेसनसम्म जान्छु होला। यहाँदेखि बस चढेर है इन्सनसम्म पुग्नेछु। बाटोको दृश्यहरू हजुरहरूलाई देखाउनेछु। यो चाहिँ जेब्रा क्रसिङमा छु भने यता चाहिँ खेन्चु, यता उल्सान साथीहरू। आज मौसमले च्यालेन्ज दिइरहेको छ है। त्यो बादल गरेछ, छाता चाहिँ हालिरहेको छ। हाइवे भिडियो हेर्दै गर्नुहोस् ल साथीहरू। हेर्न सक्नुहुनेछ साथीहरू, गइरहेको ठाउँ सुन्दर बिहानीमा म एक्लै यात्रा गर्दैछु। यो चाहिँ बस स्टप खेन्चु जाने मोहायक लेखेको छ। अब यहाँ गाडी चाहिँ मेरो 10 मिनटमा आउँदैछ होला। यी साथीहरू गाडी चाहिँ यो 600 नम्बरको गाडी 10 मिनटमा आउँदैछ है। अर्को गाडी 21 मिनटमा छ भने म योतर्फ जानेछु। यो रुटमा यसमा तपाईँहरूलाई देखाउँदै गर्नेछु। यति सजिलो बनाएको छ। नेपालमा पनि यस्तो सुविधाहरू चाहियो। हाम्रो बालदेन सरकारद्वारा हुन सक्ने सम्भावना छ है। साथीहरू म चाहिँ फाइनली क्याम्बुसी बस टर्मिनलमा आइसकेको छु। पानी पर्ला जस्तो गरिरहेको छ। अब यहाँबाट चाहिँ मेरो यात्रा इन्सनतर्फ हुनेछ। नम्बर आफ्नो हानेर अनि डाइरेक्ट निस्किन्छु। म चाहिँ निकालिसकेको छु। बस स्टप हेलो साथीहरू, यो चाहिँ सिवाई बस टर्मिनल खेन्चुको मेरो चाहिँ प्लेटफर्म 3 मा हो। यो गाडी रहेछ। गाडी आइसकेको छ इन्सनको लागि। 9 बजे हुन्छ। भित्र छिरिरहेको छ। 저희 회사를 이용해 주셔서 대단히 감사합니다. 승객 여러분의 안전을 위해 다소 불편하시더라도 한 분도 빠짐없이 안전띠를 착용하시고 휴대전화는 진동으로 해주십시오. 그럼 오늘도 즐겁고 편안한 여행 되시기 바랍니다.
साथीहरू फाइनल्ली म आइपुगेँ है टर्मिनल 1 मा इन्सानको फाइनल्ली आइपुगेँ साथीहरू। अब घरलाई Yeah. This is Terminal 1 Airport. Hello, Kusai. Welcome. हामी चाहिँ फुल किनिसक्यो है। फुपूलाई वेलकम गर्ने। कति बजी ल्यान्डिङ हुन्छ फुपू अब? 2 घन्टा चाहिँ बाँकी छ। 2 घन्टा बाँकी छ। हामी चाहिँ अगाडि नै आइपुग्यो है साथीहरू। यो चाहिँ 3 घन्टा कतै अब 2 घन्टा पुसाई चाहिँ बिहानै आइपुग्नु भाइ कति बजी? 10:30 बजी। 10:30 बजे म चाहिँ भर्खर आइपुग्यो। अब 2 घन्टा अब घुम्नुपर्छ पुसाइसम्म। चाहिँ ड्राइभिङ हुने वेलकम गर्ने बिजी ल यो चाहिँ बस स्टप ल हुन्छ। यो चाहिँ बस स्टप है साथीहरू। यता पनि के छ बस टर्मिनल 1 मा चाहिँ बस लाग्ने ठाउँ यहाँ छ साथीहरू। यदि तपाईँहरू एयरपोर्ट आउने जाने क्रममा हुनुहुन्छ भने हेर्न सक्नुहुनेछ भिडियोहरू। 12 नम्बर गेटमा अब 1 घन्टा बाँकी छ फुपू आउनलाई। अहिले बसिरहेको छु वेटिङमा गाडी। हामी सुरुमा नेपालबाट आएको बेला यतै चढेको थियो गाडी। त्यति बेला चिसो थियो, धेरै चिसो थियो। अहिले चाहिँ गर्मी छ है साथीहरू। कस्तो रमाइलो बनाइदिएको छ भित्रैभरि यो पार्क। हेलो हेलो साथीहरू। अब चाहिँ आधी घन्टामा आइपुग्नुहुन्छ सायद। चाहिँ वेटिङमा हुनुहुन्छ उता हेर्दै हुनुहुन्छ। थकाइ लागिसक्यो पुसाइलाई। चाहिँ भइसक्यो वेटिङमा हुनुहुन्छ है। अब चाहिँ फुपू आउँदै हुनुहुन्छ फेरि समयमा। उताबाट जाने होला नि टक्क लागेर देखे जस्तो। वेटिङ गाह्रो भइसक्यो पुसाइ। आँखा प्यालिसक्यो। 1 घन्टा भइसक्यो। छिटो आउनु हो बाबुहरू। वेलकम वेलकम। फाइनल्ली झ्याप्पै देखिन्छ त पुजानी। हेलो हिरो के छ? हेलो यता 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 यता। हेलो पुची 안녕하세요। ल पुसाइ जाने अब। झ्याप्प सरप्राइज दिए। कहाँ पारी पारी हेरेको 21 अगाडि आउँछ। हेलो 안녕하세요 पुची। वेलकम वेलकम। जान न भित्र के भयो यहाँ सब ओके भयो ला धेरै फ्यामिली फोटो
ओके 안녕하세요. 여다. 안녕하세요. बाई दिदी हेलो फुपू वेलकम कोरिया कस्तो लाग्दैछ एकदम राम्रो फुपू भनेको फाइनल्ली भेट भइसक्यो है सबैजनालाई फ्यामिलीहरू होइन यहाँ आइज ल फाइनल्ली कोरिया वेलकम टु कोरिया कस्तो लाग्दैछ नेपालभन्दा गर्मी छ कि के छ जाडो जाडो छ बाई बाई अब रुमतर्फ जाँदैछौँ वेलकम गरिसक्यौँ बाबु अनि फुपूहरूलाई हामी चाहिँ अब यहाँ एयरपोर्टदेखि रुमको यात्रा हुनेछ हाम्रो 12 नम्बर गेटबाट निस्कौँ होला कता छ अगाडि होला अझै अनि 1 घन्टा 1.5 घन्टा जस्तो ट्याक्सीमा हामी जानुपर्छ हामी ट्याक्सीमा बसिसक्यौँ होला र अब हाम्रो यात्रा सुरु भयो कॉमेडी बोलते हैं पहले कति दिनको अब यात्रा हो हिजो यता हुनुहुन्छ पुसाइ कस्तो लाग्यो फ्यामिलीसँग भेटेर केटाकेटीहरू आइरहेछन् अब रुममा गएर गोरुको मासु खुवाउनुपर्छ सबले केटाकेटीहरूले टक्क लोकल कुखुराको मासु बनाएर लोकल कुखुरा वेलकम बाबुलाई वेलकम वेलकम होला धन्यवाद पुसाइ मेन मान्छे हो नि त के गर्नु पर्नु ल यता बेलुन बेलुन वेलकम होम अब कस्तो लाग्यो पुसाइको वेलकम खुसी हुनुहुन्छ ओ पुसन खुसी छ किन
सानो खै सानो त भित्र सुतिको क्या गएर ए ड्याडीको घर कत्रो रहेछ ड्याडीको घर कत्रो रहेछ मन पर्यो ड्याडी घर मन पर्यो कि नै बेबी पर्यो अरे